यस्तो दामीको चक्लेट केक हैन तपाईहरुलाई केही गरी खानु मन छ बेकरीमा किन्नुभन्दा तपाईँ आफ्नै घरमा बनाउनु एकदमै सजिलो छ। एकदमै रिच फ्लेभर चाहिँ चक्लेटको यस्तो बवाल लाग्यो मलाई चाहिँ कति दिन मलाई चक्लेट खानु मन थियो हैन चक्लेट केक चाहिँ। अनि मैले पसलमा पनि खाएँ तर त्यस्तो सेटिस्फ्याक्सन चाहिँ मिलेन है। जुन मैले घरमै बनाएको चक्लेटसँग चाहिँ खाएको थिएँ यस्तो बवाल भएको थियो। यसको लागि चाहिँ मैले चक्लेट चिप्सहरू चाहिँ पहिले नै किनेर ल्याएको थिएँ हैन। चक्लेट चिप्ससँग चाहिँ मैले यो अलिकति तातो दुधलाई चाहिँ मेल्ट गरेर है त्यसलाई चाहिँ चक्लेट सस बनाएँ है। अनि त्यसपछि चाहिँ केही पनि चाहिँदैन त्यही घरमा भएको आफूसँग भएको त्यही 2-3टा अन्डा हैन। अन्डालाई चाहिँ जे होस् मैले चाहिँ यहाँ यो कफी मिक्स गर्ने यो व्हिस्कीलाई चाहिँ मजाले मिक्स गरेर अनि त्यो पाउडरको चिनीलाई चाहिँ मजाले ग्राइन्ड गरेर पाउडर बनाइसकेको थियो र त्यसपछि मैले हालेछु मैदा। तपाईहरु मैदा नभए भने चाहिँ अर्को के अरे आटा नै हाल्न सक्नुहुन्छ है। त्यसपछि त्यही हो बेकिङ पाउडर, अघि बनाएको चक्लेट सस अनि अलिकति सनफ्लावर ओइल हालेर चाहिँ मैले यसलाई मजाले मिक्स गरिदिएँ हैन। मिक्स गर्दाखेरि तपाईले चाहिँ मजाले ध्यान दिएर चाहिँ अलिकति बिस्तारै गर्दै मिक्स बनाउनुपर्ने हुन्छ ताकि यसमा भएको एयर बबल्सहरू चाहिँ राम्रोसित चाहिँ त्यहीँ अब्जर्भ होस् है। अनि एउटा चाहिँ डेक्चीमा चाहिँ मैले मजाले तेलहरूको वरिपरि हालेर चाहिँ अघि यो ब्याटरलाई खनाइदिएँ र मैले चाहिँ यसलाई चाहिँ बेक गरिदिएँ। बेक चाहिँ मैले यसमा चाहिँ एयर फ्रायरमा बनाएको हो है। अनि यो चाहिँ ओभन छैन हाम्रो घरमा, ओभन सोभन केही पनि। अनि चक्लेट केक चाहिँ बवाल भएको थियो देख्न सक्नुहुन्छ है यस्तो खतरा भएको थियो स्पन्ज केक हैन। अनि मैले चाहिँ चक्लेट सस पनि बनाएको थिएँ अघि नै हैन। यो मिल्कहरू राखेर चक्लेट कोइनहरू राखेर मिल्क चक्लेट बनाएको थिएँ त्यसरी धेरै डार्क चाहिँ छैन। अनि यस्तो बवाल भएको थियो यो सस पनि यस्तो दामी भएको थियो चक्लेट ससको लागि चाहिँ हेर्दै थाहा हुन्छ यस्तो दामी। अनि यसको लागि चाहिँ मैले फिनिसिङ दिनको लागि चाहिँ म चाहिँ कस्तो के राखौँ भइरहेको थियो हैन। अनि आइडिया आयो मलाई चाहिँ अनि अलिकति कुकीहरू थियो मसँग त्यही ओरियो कुकीहरू थियो। अनि त्यही कुकीहरू मिक्स गरेर चाहिँ मैले माथिबाट टपिङ गरिदिएँ। अनि यस्तो राम्रो भएको थियो केक हैन। अनि यस्तो अहिले नै खाउँ मलाई लाग्छ के बनाउँछ तर अलिकति यो तातै थियो अनि एकछिन रेस्ट गरेर मैले सेलाएपछि मात्रै खाने विचार गरेँ। हेर्नुहोस् यस्तो दामी भएको छ हैन। काट्दाखेरि पनि यस्तो दामी यो के अरे लाभा केक जस्तो भएको छ पुरै चक्लेटको लाभा जस्तो भएको छ। बिचमा मैले अलिकति धेरै सस पनि हालेको थिएँ है। अनि यस्तो स्पन्जी दामी भएको थियो केक चाहिँ आम्मामा। अनि मिठो पनि एकदमै मिठो भएको थियो यस्तो रिच फ्लेभर आएको थियो चक्लेटको हैन। यस्तो दामी भएको थियो तपाईहरु पनि खान सक्नुहुन्छ एकदमै सजिलो छ। तपाईहरुकै घरमा भएको सामान्य त्यो चिजहरुबाट नै बनाउन सक्नुहुन्छ। नर्मली पसलमा किन्दाखेरि केकको कति हैन 500-600 पर्छ। घरमा तपाईले बनाउँदाखेरि एकदम राम्रोसित बनिन्छ हैन। आफ्नो लागि हेल्थको लागि पनि एकदमै राम्रो छ। मैले चाहिँ यो केक यस्तो मजाले खाएँ हैन धेरै दिनपछि खान मन थियो। अनि थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो गाइज है। एन्ड यो भिडियो मन परेछ भने लाइक कमेन्ट गरिदिनु होला। सी यू इन द नेक्स्ट भिडियो। बाइ बाइ।